हेलो नमस्ते सेवा अनि छोडली साथीहरू स्वागत छ तपाईँलाई मेरो न्यू मिनी भ्लगमा। धेरै समयपछि चाहिँ अनि मेरो भिडियो आएको छ अनि आज चाहिँ हामी कोपी टिप्दैछौँ। अनि एउटा कोपी चाहिँ ठुलो फलेको थियो र मैले मेरो हस्बेन्डलाई कोपी देखाउन लाउँदै थिएँ अनि 1 केजी त होला है भन्दै थिएँ। अनि हस्बेन्डले चाहिँ 1 केजी त बेसी होला भन्दै हुनुहुन्थ्यो। अनि मैले त्यसलाई घरमा लगेर जोखेँ अनि 1200 ग्राम थियो होइन। साथीहरू रमाइलो लाग्छ नि त है, आफूले कति मिहिनेत गरेर कति दुःख गरेर गरेको हुन्छ अनि यसरी राम्रो फल्दाखेरि चाहिँ एकदम खुसी क्या, एकदम एक्साइटेड अब आफूलाई अनि हुन्छ। अनि कति रमाइलो लाग्छ है आफूले दुःख गरेर कमाएको गरेको कुराहरू राम्रो हुँदाखेरि। अनि मैले चाहिँ कोपीहरू काटेँ अनि भारी लाउँदै थिएँ। मेरो हस्बेन्ड चाहिँ अनि इस्कुसको मुन्टा टिप्दै हुनुहुन्थ्यो। हाम्रो गाउँघरमा चाहिँ अब यस्तै हो, गाडी आउँछ सब्जी लिनको लागि। अनि यो कोपी चाहिँ आज मैले बिहानै काटेको थिएँ, किनभने बिहानै काट्नुपर्छ नत्र शीत हुन्छ, पानीहरू सुक्नु पऱ्यो नि त। पानीहरू सुकेन भने चाहिँ बजारमा लगेर फेरि बिग्रिन सक्छ अनि बिग्रियो भने त्यही हो, पैसा हुँदैन साथीहरू होइन। अनि फेरि पलम टिप्न लागेँ अनि पलम टिप्न गएँ। फर्स्टमा पलमको थोरै भिडियो गरेपछि चाखेँ अनि यम्मी भन्दै आफै भिडियो गर्दै थिएँ। अनि हाम्रोतिर चाहिँ यसलाई पलम भन्छ साथीहरू, तपाईँहरूकोतिर के भन्छ? कतिले यसलाई आल्चा भन्नुहुन्छ, आलु बखरा भन्नुहुन्छ होइन। आल्चा भनेको चाहिँ हामी अर्कैलाई भन्छौँ, तर कतिले चाहिँ आल्चै भनेर चिन्नु हुँदो रहेछ। अनि नक्कल पार्दै हेर्नु न, स्लो मोसनको भिडियो गर्दै घरि पलम टिपेको घरि झारेको होइन। मलाई चाहिँ यस्तै कुराहरूमा रमाउन मजा लाग्छ क्या साथीहरू। गाउँघरमा यस्तै कुराहरूमा सर्भाइभ गर्न चाहिँ एकदम मजा लाग्छ। अनि एक्लै थिएँ नि त, भिडियो बनाइदिनु पनि कोही थिएन। अनि आफै भिडियो बनाउँदै रमाइलो गर्दै टिप्दै थिएँ। अब यो पनि स्टार्ट भयो, हाम्रो गाउँघरतिर चाहिँ अब पाक्नको लागि स्टार्ट भयो। अनि यो चाहिँ अगाडि नै पाक्ने बोट भएको कारणले एक बोट चाहिँ पाकेको थियो अनि मैले यहाँ टिप्दैछु। अनि अरू चाहिँ अलिक टाइम लाग्छ, किनभने यही जेठमा हो पाकिसक्ने। अनि यो एक बोट चाहिँ पाक्दै थियो अनि मैले यो टिपेँ। त्यस पछाडि मैले टिपिसकेपछि बुवालाई लिन बोलाएँ। आज मेरो दिनभरिको काम। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइस।